ओछ्यानबाट गुड मर्निङ भन्ने है साथीहरू सन्चै हुनुहुन्छ? म त एकदम ठिकठाक छु, त्यही भएर नै भिडियो बनाउँदैछु। बरु तिम्रो बुढालाई दोष नपुगे जस्तो छ नि, एकदम हातले पनि मसार मुसुर गर्दैछ त यार, त्यो पनि ठाउँमै। बरु 1-2 डोज देऊ, ठिक ठाउँमा आउँछ। भेना लुङ्गी लगाउँदा गर्न पनि सजिलो हो नि यार साली, यो लुङ्गी र म्याक्सी भनेको त एकदम छिटोको छिटो मिठोको मिठो भने जस्तो सर्टकट पो हो त। जतिखेर मन लाग्यो त्यतिखेर थर्लक पार्यो अनि थ्याप थ्याप गर्यो, हिँड्दै गर्यो है साली। प्रधानमन्त्री त तिमी हुन पर्ने। कहाँ प्रधानमन्त्री बन्छु त यार म? प्रधानमन्त्री बन्नको लागि मेरो लेभल नै भ्याउँदैन, कुरो बुझ्यौ नि? मेरो लेभल भनेको त्यो भन्दा माथि छ, त्यो पनि धेरै माथि। किनभने म प्रधानमन्त्री होइन, राजा बन्न लायकको मान्छे हो। भिडियो पनि कस्तो कस्तो गीतमा बनाउँछन् के यार आजभोलिका केटीहरूले, म त दङ्गै पर्छु यार। अरे यार यो खोलीबाट त हिउँ बोक्दैन के यार, हिउँ बोक्दैन। यो खोलीबाट त खालि सेतो पानी मात्र बोक्छ के। कसरी गर्ने? अलि मजाले यस्तो यस्तो गरेर यस्तो यस्तो ब्राइटनेसहरु मिलाएर खिच्देऊ न यता यति टाढा। अरे यार मोबाइलको क्यामेरामा जति सेटिङ छ त्यो भएर त सबै गरिसके त यार। तेरो थोप्दै त्यस्तै छ त, मैले के गाडी गर्नु? है त डिस्को धाउने केटी नै चाहिने हो र तिमीलाई? चाहिएन मलाई त्यस्तो डिस्को सिस्को धाउने केटी। घरको हरेक जिम्मेवारी बुझ्न सक्ने र घरको हरेक सुख दुःखमा साथ दिने पो केटी त होइन भने त छोडिदिने हो जिल्ला आराम भएर, अरू त सबै चेलीबेटी। विचार गर्यो होला तिमीले पनि? हे जाबो विचार कति गर्यो नि। अनुभव पनि टन्नै बटुलेको छु। किन भनेपछि उमेर छँदाखेरि त 8-10 केटी त लाइनमै थिए हेर। अनि अर्को कुरा, ती सब अनुभव बटुलेर त 4-5 वटाको नानी बाबु बनेको छु त यार। मन पर्छ भने सिधै प्रपोज गर, नत्र तिम्रो त बोयफ्रेन्ड होला। मन त परिहाल्छ नि यार, मन नपर्ने पनि कुरा हुन्छ। त्यो पनि अझ त्यति राम्रा कोठीवाला, अनि बोयफ्रेन्ड छैन रे। बोयफ्रेन्ड नभएको भए त्यो कागती जस्ता भगते कसरी ठुला बने त, कि कसो हो? मागेको चाहिँ कोले हो त्यो थाहा भएन होइन। अब जात्रै चिला छ भने दिए हुन्छ, 1-2 थ्याक खान्छ, वाक्कै मान्छ, त्यो पनि जान्छ। यो हान्नु त यो। मेरो भएको हान्नी भन्यो यार। कस्तो खालेको नखरमाउली रहेछ यार यो फेरि। जसको पास भोगते छैन त्यसैलाई नै वे गर्न लगाएर हुन्छ त यार। यो बाबाको पास त खालि उत्तानो पारेर फायर हान्ने बन्दुक मात्र छ। तिमीहरू होला सर म्यामको फेभरेट स्टुडेन्ट। हुन्छ फेभरेट, कसरी भयो फेभरेट? हेर तिमीले अरूको कुरा सुने जस्तो छ है। अरूको लैमा लाग्ने बानी नगर। आजसम्म मैले स्कुल त कुचेको छैन, कसरी भयो त म फेभरेट? तिमीलाई नक्कले मारो मुझे मारो मारो मुझे मारो मारो। यो भिडियो पनि कस्तो गीतमा बनाएको छ यार। अरूलाई चाहिँ नखा भनेर सल्लाह सुझाव दिने, आफूले चाहिँ तन्काएको छ फेरि होइन। यो खाएको हो कि घिचेको? बिहे त गाउँले केटासँगै गर्ने हो, जागिर खान नसके पनि जोटेर पाउन सक्छ। हो नि त, गाउँको मान्छेले त हो त यार दुःख सुख गर्ने भनेको। गोडमेल गर्न उत्तिकै जानेको हुन्छ, खनजोट गर्न उत्तिकै जानेको हुन्छ, हरेक दुःख सुख जानेको हुन्छ नि त गाउँको मान्छेले है। तर गाउँको भनेको हलो यत्रोको फालो यत्रोको हुन्छ र त गजब जोत्छ। होइन सानी सानी नानी भएर पनि कति धेरै चाकचिलाउँदो रहेछ यार। हाम्रो नेपालमा केटाहरू सबै मरेका त होइनन् होला नि, एउटा न एउटा थाप्देपछि त बजाउँछ होला त यार। बोले नबुझेको कुरा के गाडी, बोले नबुझेको कुरा के गाडी। होइन यो केटीले फेरि के बुझेन यार।
गाडी बुझेन कि गाडी बुझेन यार कि गाडी बुझेन म त कन्फ्युजमा भयो त यार मगर नि बिहा गर्नु सकेसम्म मगरकै ज्वाइँ बन्नु किन बन्नु पर्यो र फेरि मगरको ज्वाइँ कहिले कसो ससुरालीतिर जाँदा है अनिबार्य राँगाको सुकुटी च्वाचेको मासु अरू साथमा लोकल अलि खाने हो गाई साम भनेर चाख्न पाइन्छ हो र होस पुरा भई बेलैमा मैले होस पुर्याइसके अब मेरो बच्चा हेर्न तयार छौ त